आज चाहिँ बिहानै मभन्दा पहिले छोरो उठेर ओइ बाबा उठ्नुहोस् उज्यालो भयो भन्दै उठायो। त्यसपछि म उठेर चिया खान लाएँ अनि सँगै छोरीले पनि चिया रोटी खायो। त्यसपछि मैले यसरी गिलासमा चिया खाएर अनि म लागेँ पसलतिर। पसलमा गएर मैले कार्पेट लगाउनु थियो आज होइन, भुइँमा यो काउन्टरमा कार्पेट लगाउनु थियो। त्यसैले मैले कार्पेट टक्क यसरी कार्पेट भुइँमा बिछाएँ। अनि कस्टमर आयो त्यत्तिकैमा अनि मैले यसरी मासुहरू सरर फ्राई हानेँ अनि हुक्का पनि झैँ मैले तानेँ होइन। अनि हुक्का तानेर मैले कस्टमरलाई दिएँ। अनि त्यसपछि कस्टमरलाई दिइसकेपछि अरू काम थिएन। अनि मैले एकछिन युट्युब सर्ट भिडियो हेरेँ। मजाले युट्युब सर्ट भिडियो हेरिसकेपछि भोक लाग्यो अनि म लाग्यो चाउमिन दम मार्न। झ्याम चाउमिन एक बटुको चाउमिन खाइसकेपछि फेरि अब काम अरू गर्नु छ। के काम गर्नु छ भन्दाखेरि यसरी झ्याम भाँडा धस्नु छ होइन। अब भाँडा धसिन्छ एक्सपिरियन्स मेरो धेरै लामो छ। अनि तपाईँहरू चाहिँ कता जानु लाग्यो नि भिडियोलाई लाइक गर्नुहोस् र च्यानललाई तल सब्सक्राइब लेखेको छ त्यहाँ सब्सक्राइब गरेर मात्रै जानुहोस् ल, प्लिज।